हेलो हाई नमस्ते तपाईहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अनि आज मैले लिएर आएको छु फिश करी अनि समोसा पनि छ। अनि आज चाहिँ मैले यो लिएर आएको छु। कुरामा याद भएन तर यो चाहिँ पुरा पिलो हुन्छ। म चाहिँ खाइला मैले ग्रेभीहरु सबै यही हालेको छु। मोमो कस्तो पिरो दामी भएछ। म चाहिँ अफिसदेखि आएर ल्याएर आफै बनाएर त्यसरी खान्छु है। मेरो मम्मा खुसी हुनुभयो। मेरो मम्माले चाहिँ खानाहरू मजाले खाइदिन खुसी हुनुहुन्छ नि त। सबैको त्यही हो हैन, आफ्नो नानीहरूले खाएको मन पराउनुहुन्छ आमाले। दामी रहेछ। मैले चाहिँ आफैले बनाएको आफै मनपर्छ। अब कतिजनाले चाहिँ आफूले बनाएको मन पराउनु हुँदैन होइन। मलाई चाहिँ मनपर्छ आफूले बनाएको। खतरा पिरो हुँदो रहेछ के हो म मैले नि के बिर्से भनेको चाहिँ पानी ल्याउनु विशेष। पिरो डल्यो त के हैन, यसको छेउमा कस्तो पिरो हुन्छ यसको। खानु डर लाग्छ नि। म चाहिँ त्यस्तो एक्टिभ को हुनुहुन्छ आफै अफिसबाट आएर किनेर ल्याएर बनाएर खाएर। मलाई चाहिँ बनाएर खानु अल्छी लाग्दैन। भित्र हेर्नुहोस् कस्तो यहाँ चाहिँ नुन छ कि नि चोक्दै कम बुझ्छ घरमा हुँदा त मम्मीले ठिक्कै बनाइदिनुहुन्छ बसेर खानु मन। अब रुममा त आफै गर्नु पर्यो। अब मलाई अल्छी लाग्दैन। खानु बनाउनु चाहिँ हबी जस्तै भइसक्यो।
खोर्सानीको घाँटीदेखि उँधो मात्रै पोल्दो रहेछ थ्रोटमा। मैले रसहरू चाहिँ हालेछ नि त। कस्तो ठुलो छ मजाले फ्राई गरेँ त्यसको काँडा पनि त्यस्तो काँडाकुट भइहाल्छ। कर्न गर्नु चाहिँ पुरा साह्रो पर्छ, घाँटीमा पुरा पोल्दैछ। यसको यो ससदेखि समोसा अघि भोक लाग्दा चाहिँ सबै खाइसक्छु जस्तो भएको होइन, अझै कम्ती हुन्छ होला भन्ने सोच्छु। त्यसैमा ठिकै भयो त, मिठो रहेछ नि। अफिसबाट निस्किँदा चाहिँ भोक पुरा लागिरहेको थियो मलाई। यो चाहिँ मैले बनाएको होइन कि किनेर लिएर आएको। फ्याँक्नु हुँदैन। बिचरा म यस्तो दुःख गरेर बनाएको कति टाइम लागेको थियो खानु चाहिँ एकैछिन। हुन्छ म चाहिँ यिनीहरू सकिनँ, तर म फ्याँक्दिनँ। फ्याँक्नु त हुँदैन, रुममा कति साह्रो पर्छ होइन। अनि भरे खान्छु, यो भरे खान्छु, यो पनि भरे खान्छु, यो पनि भरे भोलि खान्छु, यो पनि भरे भोलि खान्छु। यता फ्याँक्दिनँ। तपाईँहरूले मेरो भिडियो यति बेसी माया गरेर हेरिदिनु भएको छ अनि म चाहिँ धेरै थ्याङ्कफुल छु। अनि यसरी नै साथ सपोर्ट दिइराख्नु होला। अनि तपाईँहरूलाई मेरो नेक्स्ट भिडियोमा भेट्नेछु। टिल देन बाई बाई।